तर तपाईको एउटा सांसदले चाहिँ बाहिर सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति चाहिँ के छ मनिष आज्यू भने सभापति रवि लामिछानेले नरोक्ने हो भने हामीले जान्या थियो। त्यो गलत हो। सदनको गरिमा र ग्राभिटी बुझिसक्नु भएको छैन कतिजनाले। मैले अघि नै पनि सुरुमा पृष्ठभूमिमै भने 167 जनामा होइन मैले सिकेको छैन भन्न पाइँदैन। जस्तै हामीले ट्रोल बनायौँ होइन, म चाहिँ त्यसलाई एकदम पोजिटिभली लिन्छु। रन्जु दर्शना जसले संसदमा उभिएर हामी नयाँ छौँ, हामीलाई तालिमको व्यवस्था गरियोस्, त्यसका लागि चाहिने बजेट व्यवस्था गरियोस् भन्दाखेरिमा हामीले ट्रोल बनायौँ। तर शिशिर खनालले शिक्षा मन्त्री हुनासाथ मलाई दिएको अन्तर्वार्ता म अहिले पनि सम्झिन्छु क्या। उहाँले व्यक्तिगत रूपमा हामी दाजुभाइ भन्छौँ होइन, दाइ कलम कोसँग माग्ने हो, खाजा कोसँग भन्ने हो होइन, केही चिज चाहियो भने कोसँग सोध्ने हो, यो केही पनि भनिँदैन। सिधा एउटा मान्छेले लिएर गएर मन्त्रीको चेयरमा राखिदिन्छ अनि कति चिजमा अन्यल हुन्छ भन्नुहुन्थ्यो क्या। त्यस कारण हामीले त्यति बेला पनि कुरा उठाएको थियौँ। एउटा मन्त्री हुनु अगाडि उसलाई 1 हप्ताको 5 दिनको या 2 दिनकै भए पनि केही तालिमहरू दिइदियो भने उसले गर्ने पर्फर्मेन्स, उसले गर्ने कार्य सम्पादन त हाम्रो देशका लागि होला नि त। त्यस्तै हाम्रा सांसदहरूलाई पनि ट्रेनिङ दियो भने त्यो रन्जु दर्शनलाई उडाउनुको सट्टा यसले उसले सिकेको चिज हाम्रो लागि प्रयोग हुन्छ भनेर लिइदिया भए हुन्थ्यो। सांसदहरूलाई तपाईँहरूले ओरिएन्टेसन त गराउनु भयो क्यारे, त्यो चाहिँ रवि लामिछानेले त्यो ओरिएन्टेसनमा यति गजब चिज भन्नुभएको थियो, त्यो सुन्नु भएन चाहिँ सेल्फीतिर बढी लाग्नु भएछ। यसमा तपाईँले भन्नुभएको कुरा र माननीय शिशिर खनालज्यूले भन्नुभएको कुरा नै सत्य हो। हामीलाई प्रशिक्षणको कहिले पनि प्रशिक्षणको संस्कार नै भएन, कहिले पनि संस्कार नै भएन। आफूले व्यक्तिगत रूपमा लिएको प्रशिक्षणहरू, अध्ययनहरू त्यो आफ्नो सम्पत्ति भयो। तर सरकारले वा राज्यको तर्फबाट यी आएका निर्वाचित प्रतिनिधिहरू पनि सम्पत्ति हो, यिनीहरूलाई अझै निखार्नुपर्छ, तिखार्नुपर्छ भनेर त्यो सोच कतै देखिँदैन। तपाईँलाई एउटा कुरा हेरौँ, राष्ट्रिय गानमा कसरी उभिने भन्ने कुरामा एकरूपता देखिँदैन। ठुलो ठुलो फोरममा पनि देखिँदैन। कोही शोकको गेस्चरमा उभिदिनुहुन्छ होइन, कोही अलर्ट, तर संविधानमै लेखिएको छ कि हामी यसरी उभिने हो भनेर। राष्ट्रिय गानमा कसरी उभिने भनेर निर्वाचित जनप्रतिनिधिलाई धरि त्यो कुराको ज्ञान छैन भने, त्यसलाई हामीले एकरूपता बनाउन सकेको छैनौँ भने प्रशिक्षणमा कति कम लगानी छ भन्ने कुरा। अनि मैले यसमा तपाईँसँग पनि होला एकचोटि मैले इन्फर्मल डिस्कसनमै पनि कुरा गरेको थिएँ कि प्रशिक्षणको लागि जति लगानी आवश्यक छ नि, लगानी नगर्दाखेरिको अपर्च्युनिटी लस त्यसको 10 टाइम्स हुन्छ।